हामी अब खाना खाएर गोर्खामा खाना खाएर अब हामी चाहिँ कहाँ जानु भने दरबार सङ्ग्रहालय हिँड्दै जानु पर्दो रहेछ। त्यहाँबाट हामी फर्केर तल झरेर खाना खाएको फेरि हामी माथि चढिरहेको छौँ। अनि एकछिन लाग्छ सङ्ग्रहालय पुग्न। कायदाको बाटो रहेछ, एउटा सुरक्षाको आर्मी क्याम्प रहेछ पछाडि। यति गएपछि दरबार सङ्ग्रहालय खाना खाएपछि यस्तै हो त, हिँड्न त हुन्न के, एकछिन बस्नु पर्थ्यो। हामी पहिले यहाँ झरेर भएर 10 मिनट 15 मिनट घुल्ने भन्दा कम छिटो कम घुल्नु हो भन्दै त्यो एउटा यता झरेको भए सजिलो हुन्थ्यो। सङ्ग्रहालय आएर दरबार सङ्ग्रहालय यिनी हुन् नेपालका राष्ट्रपिता पृथ्वीनारायण शाह, जसले 2224 राजलाई टुक्रा भएको राज्यलाई लडेर जितेर अनि एकीकरण गरेर एउटा सिङ्गो राज्य बनाउनु भयो, त्यो चाहिँ नेपालमा। ल हामी चाहिँ मन्दिर गोरखकाली मन्दिरमा जेठको 30 गते हामी गोरखकाली मन्दिरमा घाम लागिरहेको छ। गोर्खामा शीतल होला मलाई यस्तो धेरै घाम लागिरहेको छ, बुढोभन्दा धेरै घाम लागिरहेको छ। तपाईँले कस्तो पहिलोचोटि रमाइलो त धेरै रमाइलो भइरहेको छ, गर्मी चाहिँ बुढोभन्दा कम भइरहेको छ। नेचुरल भ्यू रहेछ। सबैको चाहिँ मलाई लाग्छ धेरैजनाको चाहिँ एकचोटि त आइसक्नु होला। हामी चाहिँ लगभग 50% त फर्स्ट टाइमै आएको छ। फर्स्ट टाइम आए पनि बेस्ट इन्जोय भइरहेछ मलाई।